नमस्कार, म श्री एक को सरकार 2082 सालको सबैलाई शुभकामना। मेरो सन्देश देशलाई समृद्धि र जनतालाई खुसी बनाउने नभई मेरा पार्टीका कार्यकर्तालाई खुसी र समृद्धि बनाउने मेरो पहिलो चाहना र मेरो पहिलो प्राथमिकता हो। मेरा कार्यकर्ता मेरा पार्टीमा आउने सबैलाई ठेक्कापट्टा उपलब्ध गराउने मेरो यो नयाँ वर्षबाट नयाँ लक्ष्य तय भएको छ। देश विकासका लागि देशभित्रबाटै मात्र नभई देश बाहिर रहेर पनि सामाजिक सञ्जालको माध्यमबाट हामीलाई सहयोग गर्ने सम्पूर्ण मेरा कार्यकर्तालाई म कुनै कारबाही गर्ने छैन। देश विकास हामी सरकार एक्लैले गर्न नसक्ने भएकाले कार्यकर्ता पाल्नै पर्ने, कार्यकर्तालाई ठेक्कापट्टा दिलाउनै पर्ने हाम्रो बाध्यता छ। नेपालको साझा सम्पत्ति नेपालको हित होस् या नहोस्, तर मेरो कार्यकर्ताको हित सधैँ होस्। देशभित्र र बाहिरबाट अरू शक्तिले हेप्न सक्ने भएकाले व्यापारीबाट चन्दा असुली गर्नुपर्ने, घुसखोरी गर्नुपर्ने, भ्रष्टाचार गर्नुपर्ने र कार्यकर्ता पाल्नुपर्ने हाम्रो पार्टीको बाध्यता नै हो। म श्री एक को सरकार जबसम्म ढल्दिन तबसम्म कार्यकर्ता भरिभराउ भइरहन्छ। त्यसैले सम्पूर्णले श्री एक को सरकारलाई सहयोग गरी आफ्नो जीविकोपार्जन गर्न आह्वान गर्दछु। आम सर्वसाधारणदेखि राजासम्मका राजा भएका मान्छे जति सबै मेरै पार्टीमा आउन अपिल गर्दछु। नयाँ वर्ष 2082 सम्पूर्ण मेरा जनताको नभई मेरै कार्यकर्ताको जीवनमा शान्ति, समृद्धि, प्रगति र सन्तोष वर्ष बनोस्। हाम्रो पार्टीमा अझै बढी मान्छे थपिउन् र ठेक्कापट्टा पाउन् भन्ने मेरो अनुरोध र चाहना हो। पशुपतिनाथले हाम्रो पार्टीको कल्याण गरून्। म श्री एक को सरकारलाई टिकाइ राखुन्। जय देश, जय नेपाल।